हेलो गाइस, सबैजनालाई स्वागत छ। म सन्देश भट्टरा यानि कि सन्देश नयाँ। आज चाहिँ मलाई आलु उसिनेर खान लास र लागेको थियो, त्यही भएर म चाहिँ आलु उसिन्न लागेको थिएँ। अनि तपाईँहरूले सोचिरहनु भएको थियो होला यत्रो दिन भिडियो किन आएन भनेर। अनि यो चुनावको मामल चलिरहेको थियो। तपाईँहरूलाई थाहा छ एउटा कुरा, यो लर्ड बालेन शाहले जित्नु भएको छ। उहाँले के कस्तो राम्रो काम गर्नुहुन्छ त्यो त थाहा भएन। जस उहाँ राम्रो मान्छे हो यति कुरा थाहा छ, र हामी सबै जनताहरूको मन जित्नुहुन्छ भन्ने कुरा पनि हामीलाई थाहा छ। भन्छ नि फाड के राख्थुङ्गा, यसरी नै बालेन शाहले सबैलाई फाडेर राख्दिनु भयो। उहाँले अब के कस्तो राम्रो काम गर्नुहुन्छ त्यो त थाहा भएन। जो सबै जनताहरूले राम्रो काम गर्छन् भनेर उहाँहरूले भोट हालेर जिताउनु भएको छ। कुरैमा मेरो चिया पनि पाकेर म चिया खाएँ। अनि त्यसपछि मेरो मम्मी आएर आलु उसिनेको देखाउनु भयो अनि गाली गर्नुभयो, यत्रो पानी किन हालेको भनेर। आई होप सबैजनालाई मेरो भिडियो राम्रै लाग्यो होला। अनि युट्युबमा हुन्छ सब्सक्राइब, टिकटक र फेसबुकमा हुन्छ नि फलो गर्नु होला। नेक्स्ट भिडियो लिएर आउनेछु। धन्यवाद।